अभिनेता समीर भट्ट मञ्चमा बोल्न चाहन्छु। अब समीर भट्टज्यूको यो दोस्रो चलचित्र उहाँलाई एक्सन किङको रूपमा बलिदानले प्रस्तुत गरेको छ। सुरुमा लाग्थ्यो किन एक्सन किङ लेख्यो होला भनेर सबैलाई लाग्थ्यो होला, त्यो हुन त कति क्युरियोसिटी ट्रेलरले पुरा गरिसकेको छ। अब म आफूले त व्यक्तिगत रूपमा भन्नुपर्दा फिल्म नै हेरिसकेका छु, किन भनिएको रहेछ भन्ने कुरा म त कन्भिन्स भइसकेँ। र नेपालमा यो लेभलको एक्सन गर्दै गरेको एक्टर, एक्सन मात्र होइन अभिनय गर्दै गरेको अभिनेता सायदै पाइन्छ। समीर भट्टज्यूलाई बधाई शुभकामना सहित यहाँको तालीको मैले अपेक्षा गर्छु। त्यसै गरी म मञ्चमा बोलाउन चाहन्छु अभिनेत्री ऋचा शर्मा। उहाँको बारेमा त के तारिफ गरौँ, अभिनयको अर्को नाम ऋचा शर्मा भन्दा पनि हुन्छ। अभिनयमा निखर, आफूलाई अभिनयको लागि नै उहाँले यसरी तयार गर्नुभएको छ कि जस्तोसुकै भूमिका होस् हामीले उहाँलाई त्यही भूमिकामा जीवन जिउँदै गरेको अभिनेत्रीको रूपमा देख्दै आएका छौँ अभिनेत्री ऋचा शर्माज्यू। त्यसै गरी म मञ्चमा बोलाउँछु अभिनेता अर्पण थापाज्यू। अर्पण सर आइपुग्नु भयो, सायद उहाँ हुँदै हुनुहुन्छ। आइसके पछाडि हामीले उहाँलाई मञ्चमा बोलाउनेछौँ। त्यसै गरी म हेमन्त बुढाथोकी, विशिष्ट कलाकार हेमन्त बुढाथोकीज्यू। त्यसै गरी विशिष्ट कलाकार सौगात मल्लज्यू, विशेष कारणवश उहाँ आज उपस्थित हुन नसकेको जानकारी गराउनु भएको छ। त्यसै गरी अभिनेत्री कविता राय, उहाँ पनि आइपुग्नु भएको छैन। त्यसै गरी अभिनेता कामेश्वर चौरासिया। त्यसै गरी अभिनेता प्रज्वल दुलाल। म मञ्चमा आमन्त्रण गर्छु प्रज्वल दुलालज्यूलाई।